खोइ अन्त टाउन जाइयो होइन भित्र कहाँबाट यहाँ छ माथि बिदा त हामी मजा टिका बिहानै चाहिँ आउँदा हुँदो रहेछ क्या मर्निङ वाक गर्नु 200 रुपियाँ तिरेर मर्निङ वाक कस्तो भएछ टिका यता राम्रो आउँछ यही हो हाम्रो आजको फोटो होइन जानु है ल बुढा पनि गयो अब म पनि लगभग अब चाहिँ काम हान्न स्टार्ट गर्छु होला हाई भन औ राइडर अरूलाई सब्सक्राइब गर्नु भन्नु आउनु नभन्ने ल बाई बाई भन्नु मसँग धेरै छैन कति 300 छ 300 हाल हाल्दिउँ साँच्चै ल कस्तो मान्छेहरू हुन्छ क्या मायाकुरी कहाँबाट लिएर आएको मायाकुरी 200 रुपियाँ दिन्छ चिन त्यही रफाइन म गर्दै गर्दिनँ क्या अनि सो हेलो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल होप तपाईँहरू सन्चै हुन्छ म पनि सन्चै छु न्यू ब्लगमा चाहिँ अब काममा अघि निक्लिसकेको भ्लग गर्न पाएको थिइनँ यहाँ चाहिँ टिका त आइपुगेको रहेछ बुढा यहीँ कहाँ छ भन्थ्यो अस्तिको होटल चाहिँ हो अब बाइक यहाँ राख्नु दिन्छ दिँदैन नो पार्किङ भनिरहेछ अब यहाँ एकचोटि एकछिन त राख्नु न होइन सही है म्यास ट्राफिकलाई फाइन काट्दैन यार ट्राफिकलाई फाइन काटिहाल्दैन कतिखेर फर्किने 4 बजेको फ्लाइट छ बसमा किन हाउडे बसमा हिँड्छ 50 रुपियाँ दियो मलाई 50 रुपियाँ दियो हेर्दा सोध्नु पऱ्यो पठाऊ दाइ अहिलेसम्म तपाईँले हाइएस्ट कतिसम्म हान्नुभएको छ पैसा उयो क्या मलाई अहिले 5 किलोमिटरको 50 रुपियाँ दियो अचम्म लाग्यो मलाई यार 50 रुपियाँ दियो नउठेको थियो मेरो उठेको थियो कति 127 रुपियाँ थियो 50 रुपियाँ दियो खै अचम्म लाग्यो केटी थियो ल्याङ लगेर छोडिदिएको पैसा नलिएको जबरजस्ती गोजीमा हालिदियो 50 नलिएको नि गोजीमा हालिदियो कि 50 रुपियाँ ल्याएर बुक गरेको जुन दिएन क्या बुक त्यो जुन देखाएको हुन्छ नि इन्डियामा त्यति पनि दिएन क्या हो त पठायो भए त जाउँ न यस्तो हो थमेल यही हो यस्तोहरू देख्न पाइन्छ थमेलमा केही हुँदैन क्या दिउँसो यस्तै हो यसो हेरो कुहिरेनीहरू कुदिरहेको हुन्छ हेरो बस्छु चित्त बुझायो चट्ट अब टिकट काट्यो धरामा पस्नुको लागि 2टा टिकट 200 रुपियाँ टिकाएरमा अनि सब बुढालाई स्पन्सर हानेको चट्ट बेला पुरा भिडियो गर्नुहुन्छ तर मिल्छ होला है मिल्छ कस्ता भयो है कि लानु पर्यो यो लैजानुस् धराएर पछाडिबाट आउट हुने है पछाडिबाट आउट हुने के भन्छ पस्ने त यहीँबाट होला नि होइन ल पस्यो कताबाट पस्नु थाहा छैन अन्त स्पोर्ट है
किन फोटो नखिच्नु राम्रो छैन थोप्रा फोटो नि टिका भाइ पस्नु चाहिँ पसियो तर भित्र टिका भाइ भित्र चाहिँ कहाँबाट पस्ने अब अहिले भित्र पस्नु माथि कि खिचिहाल्ने फोटो अन्त टाउन चाहियो होइन भित्र कहाँबाट उहाँ पहिलाको चाहिँ कहाँ पो छ कसरी बस्ने हो भित्र चट भिडियो गर्दिन होला भित्र है लिफ होला नि त मा हिँड्दै जानु हो अनि हिँड्दा कहिले पुग्नु माथि आम्मा गल्छ होला त आम्मा रात पर्दैन नि यहाँ माथि पुग्दा यहाँ राख के पो डाइलग खायो नेपालको यस्तो छ होइन केटाले के पो डाइलग खायो कहिले पुग्ने मान्छे दिप भयो कस्तो सजिलो हुन्छ है कहिले पुग्नु यार ल्याउनु म उठ्छु दिनमा आइपुग्नेछ भर्खर कति पो 19 छैन चट्ट लिफ चाहिँ अब बिग्यो अरे अब के भन्नु त सरकारले साडा चुतिया छ अरे नि त अझै माथि पुग्दा त हामी मजा टिका बिहानै चाहिँ आउँदा हुँदो रहेछ क्या मर्निङ वाकमा 200 रुपियाँ तिरेर मर्निङ वाक कस्तो भएछ टिका हेर्नु चढेर पहिला कस्तो पहिला हेर्नु पर्छ नि पहिलाको त पुरानो छ है नयाँ सिस्टम गइहाल्छ चार पुगेछ अझै 5 हो फ्री भइसक्यो के अरे बालुले फ्री भइसक्यो यो चढ्नु केपीले दिएन होइन छैन त सेतो टावर हो नि त धरा होइन सेतो टावर अरे आइपुग्यो जस्तो छ अब चाहिँ 19 पसिना आयो यहाँ आइपुग्यो छ फाइनली आइपुग्यो लास्ट भिड भयो त गाह्रो भयो चढ्नु कति गाह्रो पुरा आयो पसिना तल भइसक्यो हावा चाहिँ मजाको है हामी फर्केको फोटो खिच्यो होइन टिका दाइले फोटो खिच्नुभयो अनि पानी चाहिँ बोक्नु त जाउँ न कस्तो गीत हो टिका दाइ
टोटल 19 छ 19 ताले 20 तला माथिमा 20 तला रहेछ के अब भन यो 200 रुपैयाँ तिरेर त हावा खानु आएको जस्तो भयो है जो सोचेको जति चाहिँ अस्ति आजकल आएर बोलाएको त भएन नि गाइस अहिले चाहिँ हामी धराना घुमिसक्यौँ अनि अब चाहिँ दाइलाई म कलङ्की छोडिदिन्छु होला अनि बुढालाई बुढा जाँदा झापा जान्छ होला घुमियो त्यही हो नि त नदिँदा हुँदैन है नदिँदा हुँदैन है जवल जानु पाउँदैन तब जानु हाइटेर आउनुहुन्छ यही हो अनि कहाँ हिँडेको त अनि यो त हिँड त ल टिका दाइ जानु है ल बुढा पनि गयो अब म पनि लगभग अब चाहिँ काम हान्न स्टार्ट गर्छु होला अनि त्यही हो बुढाले अघि नै भेटेको भेट्न चाहिँ अनि काम पनि गर्छु नि त म त अघि भेटेदेखि अनि सो त्यही नै हो अब म एकछिन बस्छु अनि बसेर राइट हेरेर चाहिँ म अब काम कन्टिन्यू गर्नुपर्ने हुन्छ गाह्रो छ केटा हो गाह्रो छ गरी खानु गाह्रो छ दाइहरू यसरी घरको देख्दाखेरि आफूलाई पनि जान मन लाग्छ मन गरेर हुँदैन है खनाप छ है खनाप चाहिँ राइट नलागेको अवस्था मैले चिया खाइसकिसक्यो अब चाहिँ म कन्टिन्यू गर्नुपर्ने हुन्छ आजको चाहिँ कस्तो भन्दा सुरुमा मलाई लोजा लाग्यो क्या त्यो आन्टीले ठ्याक्कै त्यो एप्रो गाडीको लोकेसन मात्र मैले एक्सेप्ट गरेर लिएर आएँ लास्टमा त 50 त्यहाँदेखि कम्पन जाने हो भन्नुभयो अनि कमान त कहाँ लोकेसनमा थिएन अनि लास्टमा त त्यहाँदेखि अघि म जान्दा मलाई अलिकति काम छ भने त टिकादारसँग भेट्नु पर्छ त्यहाँ भेटेको 50 रुपियाँ दियो म छक्क पारेँ नि उठेको अति पनि दिएन अब केही भन्दिनँ म आएर माया घरि माया यसले इन्ड्राइभ बाउलाई जान्छ घरि प्यासेन्जर चढ्नेहरू बाउलाई जान्छ के भन्नु यार ल त्यही हो आज त आज पनि 10 बजीसम्म हान्छु होला आज दाइलाई घुमाउनु लग्यो यता उता बुढालाई होइन अनि 26 गते भेट्नु पर्छ छ भन्दा 26 गते बुढाले पार्टी खुवाउँछ अरे टक्क 26 गते भेट्ने हो अनि त्यही हो अरू त के भनौँ र 26 गते ठ्याक्क घर पुग्छु म अनि त्यही हो केटा विशेष कुरा के गर्नु अरू छँदैछ ऋण लागिरहेछ ऋण लाग्छ दिन नलागोस् भनेर अहिलेसम्म बाँचेर त्यो जस्ट आँट बोकेर बसिरहेको छु अनि त्यही हो पहिला म यहीँ बस्थेँ क्या आज अब यहीँ बस्दिनँ है राइटमा लागिजेल एउटा त राइट आयो कहाँको आयो आउन चाहिँ 7 किलोमिटरको आएछ 144मा यसो गर्न जानुपर्ने यसो गरेन ल बाई बाई हाई भन औ राइडर अरूलाई सब्सक्राइब गर्नु भन्नु आउनु नभन्ने ल बाई बाई यता हो यी हो यी रोकिदिनु कति दिन्छ कति दिन्छ त्यति दियो मसँग त फेरि चेन्जै छैन राख्नु यो मसँग चेन्ज छैन चेन्ज गरेर ल्याउ न मैले भर्खर राइड गरेको के म हाल्दिन्छु केमा ई सेवा ल राख तिमीलाई 500 रुपियाँ दिपठाको तिमीलाई फेरि रिटर्न तिमीलाई दिपठाको पैसा पर्दैन यसमा चाहिँ पर्छ त्यो क्यास चाहिँ पर्दैन कति हालिदिन्छ होला न मसँग धेरै छैन कति 300 छ 300 हाल हाल्दिउँ साँच्चै ल
हाल्दै भयो ल थ्याङ्क यू बुनु केसी बुनु रहेछ डेन्जर रहेछ आँटिलो बुनु क्या अनि दाइ मलाई छिटो पुऱ्याइदिनु मलाई हतार भयो म तपाईँलाई म पैसा बेसी नै हालिदिन्छु भन्नुभयो मेरो चोटो चाहिँ कतिको राइड भन्दाखेरि चाहिँ आज चाहिँ 180 को राइड थियो बुनुले मलाई 300 रुपियाँ हालिदियो क्या अनलाइनमा आएको थियो सो अहिले चाहिँ म तेल हाल्नु जान्छु 200 को तेल बाइकमा तेल छैन नि त भरे अब आज अलिक 9-10 बजीसम्म गरौँ भनेको तेल सक्यो भन्दा बिजोग भयो यार फेरि तेल कत्रो खाइदिन्छ अरे एनएसले कसम कस्तो मान्छेहरू हुन्छ क्या मायाकुरी कहाँबाट लिएर आएको मायाकुरी 200 रुपियाँ दिन्छ त्यही रफाइन म गर्दै गर्दिनँ क्या लोकेसन त्यत्रो घुमायो नयाँ कस्तो खालको मान्छे यार ट्याट पैसा थाप्नु मन लागेन तर थाप्नु त पर्यो नि होइन त कहाँदेखि कहाँसम्म घुमायो फोक्कर न हाम्रो चाहिँ पैसा आएको जस्तो चाहिँ आमा उनीहरू फोक्कटमा हाम्रो मायाकुरी यो पठाउनु मात्रै बसेको हो क्या यिनीहरूको लागि मायाकुरी यो फ्रीमा क्या कस्तो चित्त दुख्यो क्या मायाकुरी म चाहिँ अब रुमकै मान्छे भेटाएँ अनि लिएर आएर अब रुम जाँदैछु अनि आज चाहिँ काम गरेर अलिक भएन अलिकति ड्राइभरसँग घुमियो यताउता है अनि त्यही नै भन्न चाहन्छु एकदम अब यो इनड्राइभमा चाहिँ के भन्छ भने एकदम रेट घटिरहेको छ 3-4 दिन भयो है इनड्राइभ कम्पनीले के गरेको यार यस्तो भयो भने त हामी राइडरहरू त जोगी हुन्छौँ त यार जोगी हुन्छौँ त यार टेट कहाँ यो म्याप फेरि कहाँ कुछौ जोगी होइन महाजोगी हुन्छ यार केटाहरू यस्तो भयो भने त यार म रेटिङ के साह्रो घटेको यार के साह्रो घटाएर हालेको मान्छेहरूले यार माकुरी 5 किलोमिटरको 80-90 रुपियाँ हाल्छ माकुरी 80-90 रुपियाँ किन हाल्नु 5 किलोमिटर बस छ त भने बसमा जानु नि मैले बस चढ्ने अगाधहरूले माकुरी इन्डिया चढ्नु खोज्छ रिस उठ्छ म बेला बेला यार उनीहरूको लागि त्यत्रो बस बनाइदिएको छ होइन 5 किलोमिटरको मैले 80 रुपियाँ 55 रुपियाँ हालेको हुन्छ किन 95-80 रुपियाँ हालिरहेको होइन छ त मैले बसमा जाँदा भइगयो भने बसले 20 रुपियाँ पुऱ्याइदिन्छ होइन इन्डिया चाहिँ किन चढ्नु है यहाँ बाटो बन्द रहेछ यो छिटो आउने बाटो के होइन हौ ए होइन ड्राइभ चढ्ने हुन्छ माकुरीहरू 80-90 रुपियाँमा त्यही पनि 5 किलोमिटर हामीलाई त त्यसले उनीहरूको बाबुले ए केटालाई यसरी पुऱ्याइदिएँ भने हालिदिनु खोज्छ कि म कम्ता रिस हुँदैन गाडी मार पढाइ हुन्छ सबै हेट अनि कुनै त 1 रुपियाँ पनि छोड्नु मान्दैन हो त त्यही भएर मैले चाहिँ अहिले चाहिँ 1-2 रुपियाँको त खुद्रा पैसाहरू बनाएको छु होइन 1 रुपियाँ छोड्नु नमान्दा त 1 रुपियाँ पनि दिइ पठाउने क्या साह्रै भएको थिएन क्या मलाई कतिपयहरूले चाहिँ फेरि 5 किलोमिटरको 115-20 हालेको हुन्छ क्या फिक्स प्राइस हालेको हुन्छ क्या अनि कतिले चाहिँ अनि माकुरी चुइयाँ पनि कति चुइयाँ हुन्छ है मान्छेहरू यार 5-10 रुपियाँको लागि के त्यो गर्नु यार अलिकति मलाई अब होइन हुन्छ नि म चाहिँ 5-10 रुपियाँ त्यस्तो गर्दिनँ हो साँच्चै नै हो म कहाँ हिँड्नु पऱ्यो भने चाहिँ त्यस्तो चाहिँ गर्दिनँ म किनकि अब गाडी कम्ता मार पर्दैन त अब बोक्नु त एकजनालाई बोक्नु 2जनालाई बोक्नु 4जनालाई बोक्नु सबै त्यही हुन्छ अनि के कतिलाई चाहिँ बोक्नु है मैले 5 छ भनेपछि लगभग 80 रुपियाँले लगभग 25-30 माइलेज हान्छ होला एकैछिनमा सकिहाल्छ अनि त्यो कुदाएर के गर्नु गाडी मार पर्छ अनि बरु ढुक्कले राइड हानी बस्नु रहेछ है अनि म चाहिँ भोलि बिहान चाहिँ अलिक चाँडो निक्लिन्छ होला दाइ पनि निक्लिन्छ होला भोलि बिहान अलिक चाँडै बुढोले अब खानासाना पकाएर होला खानासाना खाइन्छ भिडियो एडिट गरेर हाल्नु भनेको जो पनि भएन अब अहिले गएर चाहिँ म एडिट गर्छु अनि त्यही हो ठ्याक्कै यो यहाँ पो आइपुग्छ कि क्या हो मेरो रुम त अब उहीँ हो